साथीहरू आइपुग्यो कपासे भन्ज्याङबाट ट्याक्कै सिडी झर्दा सुरु झरेर तपाईँहरू तल कपासे भन्ज्याङ कस्तो छ त्यहाँको ठाउँहरू अब लगभग गणेश एकदम पानीले चाहिँ हामीलाई सताइरहेको छ साथीहरू छाता उडेर हिँड्नु परेको छ यहाँसम्म त मौसम खुल्ला थियो अहिले चाहिँ आएर कसै पानी आइदिएकै साथीहरू त्यही भएर गाह्रो छ हाम्रो चाहना चाहिँ आज कपासे भन्ज्याङमा आउने कार्यक्रम नै हो कपासे भन्ज्याङ पनि आइपुग्यो अघि समयले चाहिँ हामीले साथ देख्यो तर मौसमले चाहिँ साथ दिएन आइपुग्यो साथीहरू ठ्याक्कै तर गिद्दी गरिरहेको क्या पानीले ओहो पानीले गर्दाखेरि यस्तो गिद्दी भएर मौसम खुलेको भए चाहिँ अन्नाको भए चाहिँ यस्तो गाह्रो थियो कि यस्तो दामी थियो पानीले गर्दाखेरि साथीहरू जोक बनाएको छ है साथीहरू म चाहिँ यो सिडीलाई छोडेर म चाहिँ किन उ गर्नु अब हटा भयो भन्नुहुन्छ होला तपाईँहरूले र तपाईँलाई पुरै सिडी चाहिँ देखाउन सकिनँ म चाहिँ बारबाट नागेर जाने भयो त्यहाँ पल्लोपट्टि के गर्नु यस्तै छ अलिक सिडीबाट हिँड्नुको म त बारबाट नाग्नु नक्ला जस्तो देख्छु त साथीहरू झन्डै लडाइँ त साथीहरू के गर्नु ल फाइनली साथीहरू म चाहिँ ठ्याक्कै आइपुगेँ त कपासे भन्ज्याङ ल तपाईँले पनि देख्न सक्नुहुन्छ कपासे भन्ज्याङमा चाहिँ यस्तो रहेछ यो पनि तपाईँले पढ्न सक्नुहुन्छ साथीहरू मैले चाहिँ अहिले पढ्नु भ्याइनँ समय छोडै भएर त म पढेर जाने थिएँ यस्तो रहेछ साथीहरू कपासे भन्ज्याङ भन्ने ठाउँ चाहिँ फर्स्टचोटि आएको हामी चाहिँ यो शालिग चाहिँ के हो त्यो चिन्न मलाई गाह्रो भयो यो चाहिँ गौतम बुद्ध रहेछ गौतम बुद्धलाई पनि ढोक्नु पर्ला जस्तो छ साथीहरू यस्तो रहेछ है त कपासे भन्ज्याङ भन्नु चाहिँ सुनेको थिएँ तर आज आफू पनि यहाँ आइपुग्यो खुसी लाग्यो अलिक उसले चाहिँ समयले चाहिँ र पानीले चाहिँ साथ दिएन त्यही भएर पासाङ लामो शेर्पा पो रहेछ त देख्नुहुन्छ सगरमाथामा पहिले फर्स्टचोटि यस्तो ठाउँ रहेछ साथीहरू कपासे भन्ज्याङ चाहिँ